So hello football fans, welcome back to my YouTube channel. It's me Reason and you're watching Reasons Are Talks. And if you're new in the channel, make sure to subscribe the channel and let's go for 200 subscribers. And please like this video, share this video and comment down your thoughts about this video. So आज यो कुनै एनालाइसिस भिडियो होइन गेमको बारेमा कुनै ट्याक्सेस वाला भिडियो होइन, एउटा जस्ट छोटो मिठो होइन ट्रान्सफर विन्डोजको बारेमा चाहिँ कुरा गर्ने वाला छु हैन यो भिडियोमा चाहिँ हैन। किन भन्दाखेरि हैन यो एउटा यस्तो खालको प्लेयर हो हैन जुन बायर्न म्युनिकको बोर्डले एउटा ड्रिम देखेको थियो कि यो प्लेयरले चाहिँ बायर्न म्युनिकको जर्सी लाएर जर्मन मुसियालासँग हैन काठमा काठ मिलाएर हैन बायर्न म्युनिकलाई अगाडि बढाओस् के फ्युचरलाई हैन फ्युचरमा हैन एकदमै राम्रो गरोस् भन्ने एउटा सपना देखेको थियो हैन बायर्न बोर्ड मेम्बरले। तर यो सपना नै हुने भयो हैन। किन भन्दाखेरि म यो भिडियोमा भन्छु हैन। तर मैले कसको कुरा गरिरहेको छु, कुन प्लेयरको कुरा गरिराखेको छु भन्दाखेरि ओभियसली सबलाई थाहा भइसकेको छ, फरेन बर्ड्स वान अफ द बेस्ट यङ ट्यालेन्टेड इन जर्मन फुटबल अर इन द वर्ल्ड भनौँ न अहिलेको। किन भन्दाखेरि यो प्लेयर हैन यस्तो खालको हो जुन जाबी अलोन्सोले लेभरकुसनबाट हैन यस्तो राम्रोसँग डेभलप गरेर हैन यस्तो वर्ल्डलाई देखाइदियो यसको ट्यालेन्ट। सो बिग कन्ग्रेचुलेसन टु जाबी अलोन्सो टु सो हिज क्वालिटी जुन हामीलाई जर्मनीमा एकदमै फाइदा भइराखेको छ हैन। सो यस मैले फरेन बर्ड्सको कुरा गरिराखेको छु। युरिन हर्जनेन्सले पहिलादेखि नै हैन धेरै पोडकास्टमा भनौँ इन्टरभ्यूमा भनौँ हैन प्रेस कन्फरेन्समा भनौँ हैन धेरै कुराहरू निकालिरहेको थिएँ कि मलाई फरेन विस बायर्नको जर्सीमा चाहिन्छ हैन, हामीलाई यो प्लेयर चाहिन्छ, नेक्स्ट सिजन हाम्रो तर्फबाट खेल्छ यो प्लेयर भनेर हैन धेरै रुमर्सहरू भनिराखेको थियो हैन, खुल्लेआम भनिरहेको थियो हैन फरेन विस यस्तो यस्तो भनेर चाहिँ हैन। अब यसलाई हामीले जसरी पनि साइन गर्नुपर्छ हैन। यस एउटा विसले हैन 2-3 हप्ता अगाडि नै हैन बायर्न म्युनिकलाई कमिटमेन्ट दिइसकेको थियो, एउटा प्रमिस दिइराखेको थियो हैन। म यो सिजन सकेसम्म आउँछु, नभए नेक्स्ट सिजन चाहिँ पक्का नै आउँछु हैन। म बायर्न म्युनिक बाहेक अरू कुनै पनि क्लब जाँदिनँ भनेर एउटा स्टेटमेन्ट एउटा कमिटमेन्ट दिइसकेको थियो है। तर यो सबै ट्रान्सफर सागा चाहिँ फरेन विसको लागि युली हन्सेन्सले नै हैन कन्ट्रोल गरिराखेको थियो। न त म्याक्स हेबल इन्भल्भ थियो, न त क्रिस्टोफ इन्भल्भ थियो। बोर्डको मेम्बरहरू मेन मेम्बरहरू नि यो ट्रान्सफरको लागि एकदमै एक्टिभ भएर बसिराखेको थियो हैन, जसले गर्दा फरेन विसले हल्का भए पनि एउटा प्रमिस दिएको थियो बायर्न बोर्डलाई। तर केही दिन अगाडि चाहिँ यो प्रमिस चाहिँ ब्रेक भएको जस्तो लाग्यो, किनकि फरेन विसले हिजो भर्खर हो कि अस्ति भर्खरै लिभरपुललाई एउटा कमिटमेन्ट दिइसकेको थियो, अब म लिभरपुल नै जोइन हुन्छु बायर्नलाई छोडेर, लेभरकुसनबाट सिधै लिभरपुल नै आउँछु अब म भनेर एउटा सर्ट कमिटमेन्ट चाहिँ दिएको रहेछ हैन। तर बायर्न बोर्डहरू एकदमै सक खाएको थियो हैन, किनकि यो के हप्ता अगाडिको कुरा गर्ने हो भन्दाखेरि म्यान सिटी थियो, रियल मैड्रिड थियो हैन, धेरै क्लबहरू चाहिँ फरेन विसको लागि चाहिँ ट्राई गरिराखेको थियो। त्यति बेलासम्म चाहिँ बायर्नमा आउने फिक्स थियो हैन फरेन विस। तर केही अगाडि चाहिँ लिभरपुलमा गएको रहेछ अनि त्यहाँको कुराहरू बुझेर चाहिँ हैन धेरै नै कुराहरू चेन्ज भएर चाहिँ अहिलेको डिसिजन चाहिँ के थियो भन्दाखेरि फरेन विस इज चुजिङ एलएफसी ओभर बायर्न म्युनिक भन्ने कुरा आएको छ। यो फिक्स भइसक्यो हैन। यो बायर्न म्युनिकको बोर्डहरूलाई पनि कन्फर्मेसन दिइसकेको छ विसको तर्फबाट हैन, किनकि युरी हैन फरेन विसको फादरसँग एकदमै क्लोज रिलेसन थियो, एउटा आफ्नो बेस्ट फ्रेन्ड रहेछ हैन, कुराहरू धेरै क्लोज भइसकेको थियो हैन। जस बायर लिभरकुसनको एउटा फिक्स थियो कि विस हैन बाहिर नै गएर खेलोस्, किनकि बुन्डेसलिगामा बायर्न म्युनिकलाई दियो भने अझै कम्पिटिटर्सले हामीले एकदमै स्ट्रङ कम्पिटिसन दिन्छ लिगमा भनेर चाहिँ मेनली कुरा गर्ने हो भन्दाखेरि हैन लेभरकुसनको मेन टार्गेट भनेको विसलाई बाहिर नै लिगमा पठाएर खेलाओस् थियो कि, किनकि बायर्न म्युनिकले यति हामीले फरेन विस दियो भने चाहिँ तिनीहरूको स्क्वाड अझै डेभलप हुन्छ, अझै टाइट हुन्छ, जुन हामीलाई नै गाह्रो पर्छ कम्पिटिसनमा टिक्नको लागि भनेर। सो अब तिनीहरूको रिलेसन चाहिँ अब लिभरपुलसँग नै एकदमै राम्रो छ, किनकि फ्रिम्पङ पनि त्यही लिभरपुलमै गइसक्यो हैन। सो यस अहिलेको सिचुएसन भनेको चाहिँ क्लियर चान्स लिभरपुलले साइनिङ गर्ने छ। लिभरपुल कहाँबाट आएर हैन यस्तो खतरा ट्रान्सफरमा छिर्दियो हैन, जुन वान अफ द बेस्ट समर साइनिङ हुन्छ होला, तिनीहरूले फरेन विस साइन गर्यो भनेको एकदमै बिगेस्ट साइनिङ हुन्छ होला कि, किनकि 140-150 भनेको इज नट अ
अनि स्मलेस्ट अमाउन्ट, दिस इज अ बिग अमाउन्ट होइन, जुन लिभरपुलको हिस्ट्रीमा साइन गर्न खोजेको होला फरेन विड्स त्यति अमाउन्टमा चाहिँ। सो एउटा कुरा ब्याक स्टेजमा कुरा गर्ने हो भन्दाखेरि चाहिँ होइन, फरेन विड्स बायर्न म्युनिकमा होइन 2-3 वर्ष अगाडि नै आउन सक्थ्यो कि। नागल्सम्यानले जुन बायर्न म्युनिकलाई कोच गरिराखेको थियो नि, नागल्सम्यानले पहिला नै फरेन विड्स बायर्न बोर्डलाई चिनाइसकेको थियो होइन। तर यही युली होन्सेस, त्यसको मैले प्रनाउन्सै गर्न आएन होइन, स्पेलिङ त्यो जर्मनीको मलाई थाहा छैन, मैले मिस्टेक होला सर्टर। युलीले होइन यो ट्रान्सफर सागा होइन पहिला नै रोकिदिइसकेको थियो, किन भन्दाखेरि फ्लो होइन एसियल टोन्डेन प्रब्लममा होइन रिकभरीको लागि होइन रेस्ट लिएर बसिरहेको थियो नि, त्यसले भन्थ्यो नि यति प्लेयरमा हामीले इन्भेस्ट गऱ्यो भने यसले यस्तै डेभलप गर्न सक्छ भनेर चाहिँ डाउट थियो। सो युलीले त्यो सागा टेजमा स्टप गरेन, हामीले यो प्लेयर अहिले चाहिँदैन भनेर चाहिँ, नभए त्यति बेला नै युलीहरूले त्यो ल्याङ्ग्सम्यानको कुरा मानेको भए विस हामीसँगै खेल्थ्यो कि यति झन्झट हुन्थेन होला कि यो सिजनमा कि यो ट्रान्सफरको लागि चाहिँ। सो यस अब जे हुन्छ हुन्छ होइन, अब भाग्यको कुरा, यो फुटबल भनेपछि प्रेडिक्टेबल छैन के त, फेरि पछि गएर बायर्नमै आउला सक्ला होइन फरेन विड्स। तर यस्तो हुन नि सक्छ नहुन सक्छ, तर क्लियर फेभरेट विड्सको लिभरपुलमा छ है। अब म कुरा गर्छु किन फरेन विड्सले चाहिँ होइन एलएफसी चुज गर्नुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ होइन, यो मेरो भ्यू भनेको चाहिँ सब तपाईँहरूको आफ्नै भ्यू हुन्छ, त्यो प्लिज कमेन्टमा भन्नु होला। यो चाहिँ मेरो आफ्नो के ओपोनेन्ट राख्न खोजेको छु होइन, किन विड्सले चाहिँ लिभरपुल छानेको थियो होइन बायर्न म्युनिकको साटो भनेर चाहिँ, यो मेरो आफ्नो पर्सनल भ्यू भनेको छु। त्यो तपाईँहरूको नि भ्यू हुनसक्छ, प्लिज कमेन्टमा भन्नु होला। मेरो के कमी छ प्लिज मैले छुट्याएको छु त्यो नि भन्नु सक्नुहुन्छ कमेन्टमा चाहिँ। सो म कुरा भन्छु होइन, अब बुन्डेसलिगा भनेको चाहिँ होइन कस्तो हो भन्दाखेरि चाहिँ होइन जस्ट त्यति साह्रो वर्ल्डमा कम्पिटिसन दिएको खालको हुँदैन जुन प्रिमियर लिगमा छ कि। हरेक प्लेयरहरूको होइन एउटा ड्रिम छ कि जुन एउटा म प्रिमियर लिगमा धरै खेलोस् कि, जुन भयो नि क्लबमा प्रिमियर लिगको यस्तो हाइप छ कि होइन, जो प्लेयर पनि होइन प्रिमियर लिगमा गएर खेल्न खोज्छ कि। अनि वर्ल्डको सबभन्दा टप लिग पनि प्रिमियर लिग नै हो कि। अब प्रिमियर लिगमा जस्तो लिभरपुल, म्यान सिटी, युनाइटेडहरू जस्तो क्लबहरू त एडजस्ट गरिरहेको छैन, जुन प्लेयर पनि त्यस्तै भएको क्लबमा जान सक्छ कि, जान खोज्छ कि। किन भन्दाखेरि चाहिँ पिआर हाई कम्पिटिसन हुन्छ। सो यस फरेन विड्सले पनि त्यही सोचेर चाहिँ होइन लिभरपुल चुज गरेको होला, किनकि तिनले बुन्डेसलिगा खेलिसके, त्यो लिग त्यसलाई जस्ट बुझिसक्यो, त्यो बुन्डेसलिगा हाउ कसरी रन हुन्छ, त्यसको कुनै कस्तो कम्पिटिसन हुन्छ त्यसले बुझिसके। त्यसले बुन्डेसलिगामा चाहिँ आफूलाई डेभलप गरेर चाहिँ नेक्स्ट कम्पिटिसनमा चाहिँ नेक्स्ट लिगलाई चाहिँ चुज गर्न सक्छ होइन। त्यही भएर चाहिँ त्यसले एलएफसी जस्तो क्लबलाई चाहिँ चुज गरेको। फेरि लिभरपुल पनि वान अफ द बेस्ट क्लब हो वर्ल्डको होइन, त्यसले पनि युसिएल जितेको छ यो सिजन, प्रिमियर लिग जित्यो एन्ड स्लटको अन्डरमा चाहिँ। यस लिभरपुल पनि एउटा वान अफ द बेस्ट क्लब हो जुन त्यसले आफ्नो करियरलाई चाहिँ अझै मोर डेभलप गर्न सकिन्छ इन द कम्पिटिसन अफ प्रिमियर लिगमा के। त्यही भएर पनि कम्पिटिसन अफ द लिग पनि त्यसले त्यही सोचेर चाहिँ चुज गरेको होला होइन फरेन विड्सले ओभर बायर्न म्युनिक। अनि कुरा गर्छु नि पोसिबिलिटी अफ विनिङ ब्यालन डियर, किनकि बुन्डेसलिगामा त्यस्तो साह्रो क्लबहरूले त्यस्तो हाई चान्स छैन कि ब्यालन डोर जितेर चाहिँ होइन रिप्रेजेन्ट गरौँ आफ्नो क्लबलाई, किनकि बुन्डेसलिगामा त्यस्तो खालको कम्पिटिसन छैन जुन अरू लिगमा छ, जस्ट लाइक ला लिगा, जस्ट लाइक सिरिया, जस्ट लाइक प्रिमियर लिग होइन। अब जस्तो राम्रो होइन प्लेयरले होइन बायर्न म्युनिक के अरे बुन्डेसलिगामा खेले पनि होइन जस्ट त्यस्तो हाई पोसिबिलिटी छैन त्यसले ब्यालन डोर विनिङ गरोस् भनेर के। सो यो मेन फ्याक्टर यो पनि होला जुन त्यसले बायर्न म्युनिकलाई छोडेर लिभरपुल जान खोजेको एउटा ब्यालन डोर पनि पोसिबिलिटी छ, किनकि सालाले यो सिजन कस्तो राम्रो खेलेको छ, हाइप पान्छ, पिआर धेरै छ कि। यस्तो प्रिमियर लिगको क्लबहरूसँग पिआर धेरै नै छ कि, सानसानो क्लबमा नै प्लेयरहरू धेरै डेभलप गरिसकेको हुन्छ। जस्ट लाइक ओलिसे पनि क्रिस्टल प्यालेसमा कस्तो राम्रो खेल्थ्यो, अहिले बायर्न म्युनिक आयो होइन, किनकि एउटा हाइप पाउँछ कि यो प्लेयरले चाहिँ प्रिमियर लिगमा यस्तो गरिराखेको छ भन्दाखेरि। यस कम्पिटिसनको हिसाबले पनि। सो विड्सले जस्ट आफ्नो जसले एउटा ब्यालन डोरको लागि पनि त्यही सोचेर त्यहाँ गएको होला लिभरपुलमा। अनि डिफ्रेन्ट खालको प्लेइङ स्टाइल इन द कम्पिटिसन, किनकि बुन्डेसलिगा होइन एउटा हल्का कस्तो हो भन्दाखेरि चाहिँ होइन जस्ट त्यो एउटा सस्टेनेबिलिटी हुन्छ कि जुन एउटा टिमले जितिराखेको छ भनेर चाहिँ मेन्टालिटी भर परिराखेको छ कि होइन। बायर्न म्युनिकलाई कम्पिटिसन दिने अहिले कोच अरे एउटा लेभरकुसन,
त्यो जाबी अलोन्सोको अन्डरमा अब जाबी अलोन्सो पनि रियल माड्रिड जोइन भइसक्यो होइन। अब कसले कम्पिटेन्स देला त लिभर के अरे बायर्न म्युनिकलाई चाहिँ अबको सिजनमा चाहिँ एउटा थट्स त्यो पनि हुन्छ कि प्लेयरहरू बिचमा। अब बायर्न म्युनिकमै गयो भने चाहिँ होइन बायर्न म्युनिकको वान अफ द बेस्ट हो होइन बुन्डेस लिगामा। अब हामीलाई कम्पिटिसन दिने कोही छैन होइन यो बुन्डेस लिगामा चाहिँ। तर अब यो प्रिमियर लिगमा गयो भने चाहिँ नि यस मैले म्यान सिटीलाई फेस गर्नुपर्छ, म्यान्चेस्टर युनाइटेडलाई, यो स्पर्ट्सलाई, त्यहाँ बिग बिग कम्पिटिसनमा बिग बिग क्लबहरू पनि छ त्यहाँ जुन मैले आफ्नो गेमलाई अझै यो भन्दा पनि डेभलप गर्न सक्छु भनेर पनि होला होइन। अनि मेरो विचारमा चाहिँ तपाईँको विचार के छ प्लिज त भन्नु होला। अनि एउटा कुरा चाहिँ फरेन न्युजले के भनेको पनि थियो भन्दाखेरि अस्ति तिनीहरूको युसिएलमा ग्रुप स्टेजमा परेको थियो त लेभरकुसन भर्सेस लिभरपुल के, त्यति बेला लिभरपुलले 4 गोल हानेर जितेको थियो नि लेभरकुसनलाई। अनि फरेन न्युजलाई के मन परेको भन्दा त्यहाँको एटमोस्फियर मन पऱ्यो अरे के, त्यही भएर पनि लिभरपुललाई चुज गर्नुको कारण त्यही हो कि किनकि स्टेडियमको एटमोस्फियर पनि एकदमै बवाल छ होइन लिभरपुलको, जसले गर्दा हरेक प्लेयरलाई मनपर्छ कि त्यो एन्फिल्डमा गएर खेलोस् त्यो जर्सी लाएर त्यो एकदमै हाइप खतरा फ्यान्सको अगाडि छु। यस त्यसले गर्दा पनि बायर्न म्युनिकलाई छोडेर चाहिँ लिभरपुललाई चुज गरेको होला। यो चाहिँ मेरो थट्स है, यो चाहिँ मेरो मिल्न पनि सक्छ नमिल्न सक्छ, तर मेरो आफ्नो भ्यू हालेको। अब तपाईँहरूको भ्यूहरू के छ प्लिज त्यो मानि भन्नुहोस् होइन कमेन्टमा। अनि यस एउटा हाइप बुन्डेसलिगा भन्दा धेरै टप कम्पिटिसन चाहिँ प्रिमियर लिगमा छ, त्यसले एबिलिटी त्यसको त्यस्तै कम्पिटिसनमा खेल्ने छ होइन। हो त्यस्तै राम्रै गरोस् लिभरपुलमा पनि किनकि जर्मनीको प्लेयर हो होइन। त्यस्तो कम्पिटिसनमा खेल्यो भने त्यसको मोड अझै डेभलप हुन्छ, नेसनल टिमलाई पनि अझै डेभलप हुन्छ होइन। एउटा मात्रै हेरेर हुँदैन कि अब जस बायर्न म्युनिक पनि वान अफ द बेस्ट हो तर नट इन द प्रिमियर लिग जस्तो क्लबहरूको जस्तो होइन। जस बुन्डेसलिगामा त्यस्तो कम्पिटिसन नै छैन, एउटा चाहिँ फ्याक्ट यो चाहिँ हामीले मान्नै पर्छ होइन। जे भने पनि होइन लिभरपुलहरू, म्यान सिटीहरू, स्पर्ट्सहरू, नटिङह्याम फरेस्ट भयो, न्युकासल भयो, त्यहाँ जुन हुन्छ नि त्यो प्रिमियर लिगको, तर तिनीहरू भने एकदमै राम्रो खालको क्लब नै हो कि किनकि कम्पिटिसन एकदमै टाइट छ कि बुन्डेसलिगा भन्दा प्रिमियर लिगमा। सो धेरै जस्तो प्लेयरहरू प्रिमियर लिगमा जान खोज्छ होइन जुन जस्तो क्लबमा भए पनि। सो यस मेरो लागि चाहिँ यति नै थियो होइन फरेन न्युजले चुज गर्नुको लिभरपुल होइन बायर्न म्युनिकको साटो होइन। अब त्यहाँ धेरै कुरा हुन्छ भित्रभित्र त्यो चाहिँ मलाई थाहा थिएन होइन, थाहा हो पनि हुँदैन कसलाई पनि त्यहाँ भित्र कस्तो कुराहरू हुन्छ। अभियसली मिडियाहरूले जे पनि रुमर्स फैलाएको हुन्छ र फिक्स रुमर्सहरूलाई चाहिँ होइन जस फ्याब्रिजियोहरूले भयो होइन जुन राम्रो जर्नलिस्टहरूले फिक्स गरेपछि मात्रै म यस्तो कुरा बोल्ने हो, नभए मलाई यस्तो केही पनि थाहा हुन्न भित्रभित्र कुराहरू के भइराखेको हुन्छ। अभियसली यस्तो कसलाई पनि थाहा हुँदैन, तर मैले बुझेको मैले होइन आफूले त्यो अनुभव गरेको प्लेयरको पोजिटिभहरूका सोचेर भन्दाखेरि चाहिँ यस्तै कुराले पनि धेरै म्याटर्स गर्छ होइन प्लेयरको करियर वाइजमा डिसिजन। अब फरेन न्युज बुन्डेसलिगा कति खेलिसक्यो, त्यसले बुन्डेसलिगा पनि जितिसक्यो, डिएफबी पोकल पनि जितिसक्यो होइन। सो यस त्यसले जर्मनीमा भएको लिगहरू चाहिँ जितिसकेको छ, त्यही भएर त्यसले करियरमा नेक्स्ट स्टेप लिन खोजेको होला होइन। सो भएर प्रिमियर लिगमा गएर चाहिँ लिभरपुलको रिप्रेजेन्ट गरेर खेल्नु खोजेको होला। यो चाहिँ मेरो भ्यू भयो, तपाईँहरूको भ्यू के छ प्लिज त्यो कमेन्टमा भन्न सक्नुहुन्छ। अनि यस मेरो कमजोरीहरू पनि के छ त्यो कमेन्टमा भन्नुहोस्, म सुधार्ने ट्राई गर्छु। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो and please if you are new in the channel make sure to subscribe the channel and let's go for 200 subscribers and see you in the next video. Till then, Jai Nepal, Mia Salmi, Aapke Spine, Pak Mas. Let's go.